आज हामी परीक्षामा प्राय जसो सधैँभरि सोधिने प्रश्न एउटा रहेको छ जसको बारेमा चर्चा गर्दैछौँ। हामीले परीक्षामा सधैँभरि समाधान गर्दै आएको र कक्षामा पनि समाधान गर्दै आएको प्रश्न रहेको छ तार्किक उत्तर लेखन। के हो त साथीहरु तार्किक उत्तर लेखन भनेको? हामीलाई कुनै पनि प्रश्न दिइन्छ र त्यसको बारेमा हामीलाई पक्ष वा विपक्ष यो सही छ वा गलत छ आफ्नो विचार प्रस्तुत गर्नका लागि दिने गरिन्छ। जस्तै मैले तपाईहरुलाई एउटा प्रश्न राखे है सुरुमै। वातावरण संरक्षण गर्दा हाम्रो स्वास्थ्यमा पनि धेरै सकारात्मक असर पर्न जान्छ। यो कुरामा तपाई सहमत हुनुहुन्छ भनेर हामीलाई प्रश्न सोधिन्छ नि, हो त्यसमा सहमति छ वा असहमति के छ त्यो आफ्नो विचारहरू प्रस्तुत गर्नका लागि त्यहाँ तार्किक रूपमा प्रस्तुत गर्नका लागि प्रश्न दिइने गरिन्छ। त्यसमा चाहिँ हामीले सहमत छु भनेर पनि दिन पाउँछौं र असहमत छु भनेर पनि दिन पाउँछौं। तर जे उत्तर दिन्छौं नि त्यसलाई चाहिँ तार्किक तरिकाले दिनुपर्ने हुन्छ, कुनै पनि तर्क विशेष त्यहाँ प्रस्तुत गर्नुपर्ने हुन्छ।